सो हेलो एभ्रिवान आज चाहिँ अब हाम्रो एस्ट्रोटक नक्षत्र सिरिजमा कुरा गर्दाखेरि चाहिँ हामीले अहिलेसम्ममा तिनवटा नक्षत्रको बारेमा कुरा गऱ्यौँ, अश्विनी, भरिणी र कृतिका नक्षत्रको बारेमा। सो आज चाहिँ अब फोर्थ नक्षत्रको बारेमा कुरा गर्दाखेरि अब रोहिणी नक्षत्र पर्ने भनेकै अब वृष राशिमा मात्रै पर्छ। बाँकी हामीले तिनवटा नक्षत्रको कुरा गर्दाखेरि चाहिँ अश्विनी र भरिणी चाहिँ मेषमा पर्थ्यो, कृतिका चाहिँ मेष र वृषमा दुइटैमा पर्थ्यो। र आज अब रोहिणीको बारेमा कुरा गर्दाखेरि चाहिँ रोहिणी को हुनुहुन्थ्यो र होइन, रोहिणी को हुनुहुन्थ्यो त है। रोहिणी नक्षत्र किन स्पेसल नक्षत्र हो त होइन। अब अब रोहिणीलाई बुझ्दाखेरि चाहिँ रोहिणी भनेको चाहिँ जस्तै मुनको 27वटा बुढी छ होइन। मुन हाम्रो चन्द्रमा, मुन गड है, 27वटा बुढी छ। 27वटा बुढीमध्ये चाहिँ वान अफ द बुढी चन्द्रमाको चाहिँ रोहिणी हो है। र रोहिणी किन यति धेरै स्पेसल छ त। अब 27वटा बुढीमध्येमा चाहिँ चन्द्रमाले चाहिँ सबैभन्दा बढी टाइम स्पेन्ड गर्ने होइन, बढी रुचि राख्ने, बढी मन पराउने वाइफ नै रोहिणी हुनुहुन्थ्यो है। सो यहाँबाट हामीले के बुझ्न सकिन्छ भन्दाखेरि चाहिँ जो पर्सन रोहिणी नक्षत्रमा जन्मेको हुन्छन् होइन, वा जसको सिग्निफिकेन्ट लर्डहरू चाहिँ रोहिणी नक्षत्रमा पर्छन् है, त्यो पार्टमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यस्तो पर्सनहरूले चाहिँ आफ्नो पार्टनरबाट एकदम नै धेरै एटेन्सन गेन गर्न खोज्छन् है। आई मिन दिस पिपल क्रेभ एटेन्सन क्या है। यिनीहरूले चाहिँ एटेन्सन एकदमै क्रेभ गर्छन्। अब यिनीहरूले आफ्नो पार्टनरबाट एटेन्सन पाएनन् भने होइन, चाहिँ यिनीहरू डेभिएट हुन सक्छन् क्या। सो बेसिकल्ली चाहिँ तपाईँको पार्टनरहरू यदि रोहिणी नक्षत्रमा कोही हुनुहुन्छ भने चाहिँ बी स्योर कि तपाईँले उहाँहरूलाई एकदम नै राम्रैसँग एटेन्सन दिनुहुन्छ है। र अब पार्टनरबाट मात्रै होइन, अब बुझौँ, अब रोहिणी एकदमै राम्री हुनुहुन्थ्यो होइन। उहाँको जुन त्यो ड्रेसिङ सेन्स भनौँ, उहाँको जुन फेसन सेन्स भनौँ है, एकदमै राम्रो थियो क्या। सो बेसिकल्ली दिस पिपल आर फन्ड अफ मेकअप्स होइन, सेन्टहरू एकदम नै युज गर्न खोज्ने है। अनि अर्को भनेको चाहिँ इन्डाइरेक्टली डाइरेक्टली यस्तो पर्सनहरूले आफूमा एटेन्सन पाइ नै हाल्छन् क्या। त्यो पार्टनरबाट मात्रै होइन, जोबाट पनि एटेन्सन चाहिँ एकदमै छिटो पाउँछन् है। सो यो प्रपर्टी हुन्छ, यहाँबाट हामीले यो कुरा बुझ्यौँ है। अब रोहिणी नक्षत्र किन यति धेरै स्पेसल छ होइन, यो त भयो अब चन्द्रमाको वान अफ द वाइफ एकदम नै राम्री है। अब सुरुमा यहाँ एउटा कुरा बुझ्दाखेरि चाहिँ तपाईँलाई म साइन्टिफिकली पनि के भनिदिन्छु भन्दाखेरि चाहिँ अब हामीले यदि स्पेसमा हेर्छौँ है, एस्ट्रोनोमीमा तपाईँहरू इन्ट्रेस्ट राख्नुहुन्छ भने, रिसर्च गर्नुहुन्छ भने चाहिँ एकचोटि गर्नु होला। के पाउनुहुन्छ भन्दाखेरि चाहिँ जुन टौरस जुन छ नि, टौरसमा चाहिँ बेसिकली मुन जब टौरसबाट आई मिन त्यहाँबाट निस्किँदाखेरि, त्यहाँनिर मुभमेन्ट गर्दाखेरि चाहिँ टौरसमा चाहिँ अलिकति कर्वेचर छ क्या होइन, जसले गर्दाखेरि चाहिँ मुनले अलिकति बढी थोरै 2.5भन्दा अलिकति मिनिमल एमाउन्ट भए पनि थोरै अलिकति टाइम स्पेन्ड गरेको चाहिँ टौरसमा बढी देखिन्छ क्या। टौरसमा फेरि के पर्छ त, रोहिणी नक्षत्र पर्छ क्या, वृष राशिमै पर्ने हो नि त। सो साइन्टिफिकली पनि यो कुरा छ र हाम्रो यो त शास्त्रले चाहिँ बेसिकली रोहिणी एकदम नै चन्द्रमालाई मनपर्ने भएर चाहिँ बढी टाइम स्पेन्ड गरेको भनिन्छ है। सो यो अहिलेकै स्टोरीमा रिलेट भयो। अब रोहिणी अहिलेकै कुरामा किन यति धेरै स्पेसल छ त, किनभने रोहिणी नक्षत्रमा जन्म लिने भगवान् होइन, भगवान् भन्नु चाहे लर्ड अफ द युनिभर्स भन्नु है, एउटै कुरा हो। भगवान् कृष्णले चाहिँ रोहिणी नक्षत्रमा जन्म लिनुभएको हो है। अब रोहिणी नक्षत्रमा जन्मिने बित्तिकै भगवान् कृष्ण नै अफकोर्स मान्छेहरू हुँदैनन्, त्यो भन्न खोजेको चाहिँ अफकोर्स होइन है। तर सिग्निफिकेन्ट जुन प्रपर्टीहरू छ भगवान् कृष्णको, जुन सिग्निफिकेन्ट जुन नेचरहरू, जुन उहाँको लाइफ स्टोरीबाट जुन हामीले पाउन सक्छौँ, त्यो कुराहरू चाहिँ केही न केही चाहिँ रोहिणी नक्षत्रको पिपुलहरूलाई चाहिँ आउन सक्छ क्या। जस्तै अब फ्यु स्टोरिजतिर जाँदाखेरि भगवान् कृष्णले जन्म कहाँ लिनुभयो, जेलमा लिनुभयो है। कोसँग लिनुभयो त, उहाँको माता देवकी मातासँग लिनुभयो है। अब तर उहाँ हुर्किनु भएको देवकी मातासँग हो त, कोर्स होइन नि त। उहाँ हुर्किनु भएको त मैया यशोदासँग, माया यशोदासँग हुर्किनु भएको हो है।
अब यो पार्टले चाहिँ के चाहिँ स्टोरी भन्छ भन्दाखेरि चाहिँ भगवान् कृष्णले जुन यशोदा मासँग जुन हुर्किनु भयो नि, सो बेसिकली जो पर्सन रोहिणी नक्षत्रमा जन्मेका हुन्छन् उनीहरू जीवनमा एक न एक टाइम चाहिँ के हुन्छ त भन्दाखेरि आफ्नो आमा छोडेर फ्यु समय चाहिँ अरू नै कोही लेडीसँग हुर्किनुपर्ने हुन्छ होइन। अरू लेडीको पनि उनीहरूको जीवनमा चाहिँ एकदम नै महत्त्वपूर्ण रोल हुन्छ क्या है। फ्यु समय भए पनि उहाँहरू चाहिँ थोरै अलिकति टाढा चाहिँ बस्नुपर्ने कुरा आउँछ। अब यो कुरामा अर्को कुरा गर्दाखेरि होइन, जस्तै कृष्ण भगवान् 8 चाइल्ड हो नि त, कृष्ण भगवान् त देवकी त 8 चाइल्ड हो होइन। र बाँकी जुन सन्तानहरू हुनुहुन्थ्यो उहाँहरू के हुनुभयो त, उहाँहरू के हुनुभयो त, आई मिन कंसले त सबैलाई मारिदिनु भयो होइन। सो यहाँबाट एउटा कुरा चाहिँ के बुझ्न सकिन्छ भन्दाखेरि चाहिँ है, के चाहिँ आउन सक्छ भन्दाखेरि चाहिँ जो मान्छेले रोहिणी नक्षत्रमा जन्मेका हुन्छन् वा जो रोहिणी प्रोमिनेन्ट पर्सनहरू हुन्छ नि, त्यस्तो पर्सनहरूको आफू जन्मिनुभन्दा अगाडि कोही न कोही एल्डर सिब्लिङ चाहिँ केही न केही रूपमा चाहिँ कसैलाई एकदमै ट्रबल हुने होइन, कसैको चाहिँ मिसक्यारेजै भएर जाने होइन, यस्तो खालको स्थिति चाहिँ आउन सक्छ है, आउन सक्छ, आउँछ नै भनेको होइन, कोर्स आउन सक्छ। सो यो आफू जन्मिसके पछाडिको कुरा हो, पहिले घट्ने घटना हो। सो अब हुन्छ भनेर चाहिँ अफकोर्स लिनु भएन यो कुरालाई है। तपाईँ जन्मिसकेपछि एभ्रिथिङ त्यो गइसकेको कुरामा गरिसकेको कुरा चाहिँ सो आत्तिनु भएन यो पार्टमा चाहिँ, एउटा यो चाहिँ रिलेट गर्न चाहिँ सकिन्छ भनेको मात्रै हो है। अब कृष्ण भगवान्कै कुरा गर्दाखेरि कृष्ण भगवान्लाई त बेसिकल्ली बच्चैबाट क्या होइन, उहाँ जन्मिँदाखेरिबाट होइन, जबसम्म उहाँ किङ हुनु भएन तबसम्म लाइफमा उहाँले एकदमै ट्रबल्सहरू एकदमै अब्स्ट्याकल्सहरू होइन भोग्नु पऱ्यो नि त होइन। सो के चाहिँ हुन्छ भन्दाखेरि रोहिणी नक्षत्रको पिपलहरूले जीवनमा अब्स्ट्याकल्स प्रब्लम्सहरू चाहिँ आउँछ, इनिसियल फेजमा आउँछ, तर बेसिकली के गर्छन् त तिनीहरूले यो सबै कुराहरूबाट चाहिँ बिस्तारै बिस्तारै ट्याकल चाहिँ गर्दै जान्छन् क्या है, ट्याकल चाहिँ गर्दै जान्छन्। त्यही भएर हिम्मत हार्नु भएन होइन, हार मान्नु भएन, स्ट्रगल आए पनि दे विल इभेन्चुली ट्याकल सबै कुराहरू है। अब ख्याल गर्नुभएको छ भने कृष्ण भगवान्ले होइन, कृष्ण भगवान्ले के बजाउनुहुन्थ्यो त, कोर्स बाँसुरी बजाउनुहुन्थ्यो नि त होइन, सबैलाई मोहित पारिदिनुहुन्थ्यो है, मोहित पारिदिनुहुन्थ्यो। अनि भनौँ न कृष्ण भगवान्ले किन बाँसुरी बोक्नुहुन्थ्यो त है। अब त्यो भनौँ न बेसिकल्ली चाहिँ यो चाहिँ लभ टुवर्ड्स राधा भन्छन् कतिले होइन, कतिले फरलभ भन्छन् होइन। अनि जस्ट मुरलीको एकदम नै धेरै सिग्निफिकेन्स छ, हामीले अब स्टोरी पढ्नु हो भने चाहिँ धेरै कुराहरू देखिन्छ है। तर अब यो कुरालाई बुझ्दाखेरि चाहिँ यहाँबाट चाहिँ दुईवटा कुरा चाहिँ के लिन सकिन्छ भन्दाखेरि चाहिँ कतै न कतै आर्टतिर रुचि हुने, आई मिन भनौँ न यो म्युजिकतिर रुचि हुने, रोहिणी नक्षत्रमा जन्मेको पिपलहरूलाई म्युजिकतिर रुचि हुने होइन, आर्टतिर रुचि हुने। अर्को कुरा भनेको के हो भन्दाखेरि चाहिँ यो जुन छ नि घर वरिपरि यस्तो खालको पिपलहरूले चाहिँ भनौँ न पिपलहरूको चाहिँ बाँसको झ्याङ होइन, कि त घरमै केही बाँसले बनेको आइटम्सहरू होइन, यो कुराहरू देख्न सकिन्छ क्या। र अर्को एउटा सजेसन चाहिँ के हो भन्दाखेरि चाहिँ रोहिणी नक्षत्रमा यदि कोही मान्छे जन्मेको देख्नु भएको छ वा आफै जन्मिनु भएको छ भने चाहिँ बाँसको सानै टुक्रा भए पनि राख्दा हुन्छ क्या, त्यसले चाहिँ तपाईँको लकलाई अलिकति राइज गर्छ होइन। त्यो कुरामा चाहिँ यो गर्दा हुन्छ है, आई मिन यो बाँसको सानै टुक्रा भए पनि राख्दा चाहिँ हुन्छ आफूसँग। बेसिकली त्यो कृतिका नक्षत्रतिर पनि रिलेट चाहिँ गर्छन् कतिले, तर यो कुरामा चाहिँ त्यही अब थोरै अलिकति आफ्नो लक फेभर गर्न होला, तर यो कृष्ण भगवान्को स्टोरीबाट चाहिँ यो पाउन सकिन्छ क्या। अनि अर्को मेजर कुरा के भन्दाखेरि चाहिँ कृष्ण भगवान्लाई सबैभन्दा प्रब्लम कोसँग थियो त जिन्दगीमा, आई मिन बच्चाको फेजमा कोसँग थियो त, भगवान् के अरे सरी कंससँग थियो, मामा कंससँग है। अब आफ्नै मामा चाहिँ अफकोर्स छैन, तर रोहिणी नक्षत्रमा कोही मान्छे जन्मिन्छन् भने चाहिँ त्यो पर्सनहरू चाहिँ कि त मामा घर कम जाने है, कि मामा घरमा केही न केही उनीहरूसँग केही न केही प्रब्लमहरू हुने है। सो यो खालको प्रपर्टीहरू चाहिँ केही न केही देख्न सकिन्छ क्या है, रोहिणीमा यदि कोही जन्मेको छन् भने चाहिँ। अब
अरू अरू स्टोरीहरू पनि छन् चाहिँ जस्तै अब एनिमल सिग्निफिकेन्सहरू भयो, डिइटीहरू भयो होइन, त्यतातिर चाहिँ आजलाई चाहिँ नजाऊँ होला। आज चाहिँ यति नै, यो रोहिणीको बारेमा एकदमै सानो डिस्कसन भयो। अरू टन्नै छ क्या कुराहरू गर्ने हो भने चाहिँ, अब जस्तै भनौँ होइन, यो 2-3टा कुरा चाहिँ ठ्याक्कै भन्नु, जस्तै रोहिणी नक्षत्रमा कोही मान्छेहरू जन्मिन्छन् भने तिनीहरूको आँखाको परेला एकदमै सानो सानो हुन्छ होइन। अनि के अरे यो के अरे एकचोटि खायो भने चाहिँ लामो समयसम्म खान पुग्छ होइन। अनि के भन्छ भन्दाखेरि चाहिँ तिनीहरूको सेन्स अफ स्मेल एकदमै राम्रो हुन्छ है। यो प्रपर्टीहरू टन्नै छ है। यो किन कसो भन्ने खालको कुरा आउँछ, तर भिडियो एकदमै लामो भयो। सो आजलाई चाहिँ यति नै गरौँ। थ्याङ्क यू एभ्री वान।